नमस्ते अनास्यो आज हामी जंगलमा चढ्दैछु आज जंगलमा टुर गर्दैछौँ हामी है होरकसान चढ्दैछौँ हामी होरकसान चढ्नलाई आउँदैछु नजिक भनेर आयो नजिक त के साइकल नभएको भए त कहाँबाट नजिक हुन्थ्यो र हैन साइकलले हो यो जे गर्छ साइकलले नजिक गरेको गाडी कुर्नु हिँडेर आउनु भन्ने त कल्पनाको कुरा हो हिँडेर त कल्पनाको कुरा नगरे पनि हुन्छ आयो आयो हामी आयो नमस्ते नमस्ते नेपाल नमस्ते नेपाल हिजोको डान्सर पनि आउनु भएको छ हिजोको डान्सर आउनु भएको छ पहाड चढ्न गएको नेपालमा बाध्यताले चढ्छ बाध्यताले गाउँ जाँदाखेरि चढ्नुपर्छ यहाँ चाहिँ के पैसा खर्च गरी चढिरहेको छ र के हो आस माकली नभन्नु न नेपालको छ्याङ भन्नु जाँड खाने रे अब जाँड बोकेर ल्याएको छ दही खानु पर्यो तिर जाँड बोकेर ल्याएको छ बुङ्गुर दुध चाहिँ लामो दाइले मात्र खानुहुन्छ अनि कहिले कुनै ठाउँमा चाहिँ यस्तो भन्छ राजधानीले बिर्सेछ अनि के अरे हाम्रो गाउँको बाटो के अरे दाइ के माया लाग्दैन कि मलाई तिम्रो माया राजधानीले बिर्सेछ भन्नु न दिदी गीत के हो दाइ गीत राम्रो कलाकारै भयो क्या दाइ गायकै भनेर गाए क्या त गायकले नै सर्जकले नै मलाई पिर्छ क्या हो दाइ सर्जकले नै गोली हाल्छ क्या मान्छेको त्यति राम्रो होइन मान्छे सर्जकै गीत बिगारिदिने त यस्तो नहुनेले झोलो बोक्ने नहुनेले के गर्नु होइन अनि भाग्य पनि लेखेर आउनुपर्छ कि बुढी बोक्नलाई सात समुद्र पारि आएर पनि बुढी बोक्न पाउनु भनेको त खप्परमा लेखेर आउनुपर्छ होइन कति टाढा आएर मान्छेको देशमा आएर भोटेको देशमा आएर कि बोक्दिउँ त बुढी आइज हाम्रो अझै पुगेको छैन गन्तव्य अब एउटा चौतारा आयो स्विमिङ खेल्ने हो कि ल बिन्दास लाग्छ ताम भनेको के थाहा छ तपाईँले ताम भनेको के थाहा छ गफ ताम भनेको ताम्लाउले गफलाउले भनेको क्या हाम्रो तामाङ भाषामा यहाँ चाहिँ कोरियामा चाहिँ ताम भनेको कोरियामा चाहिँ ताम भन्नालाई पसिना भन्छ हाम्रो चाहिँ ताम भन्नालाई गफ तालो भन्छ हाम्रो चाहिँ ताम्बङ्गोले भन्छ ताम भनेको चाहिँ गफ हो घुमाओ ल हाम्रो रे बा वा आयो लाउरे आयो लाउरे आयो भयो ल होइन हो
वाह अर्को पनि जानु लाउँदै सक्दैन ल लाउँदा चाहिँ चिम्पान्जी स्टाइल हो चिम्पा बाउले छोरी र खारे बि देखा गरे हेलिकप्टर ओ कुत्ते आना तुलसे ने थासा बियासा हेलिकप्टर ओ यो चौरो त्यहाँ आएको छ हामी सारमाताको चुचुरोमा चढेको छु सारमाताको चुचुरोमा चाहिँ हामी लभ डाँडामा आएको छु हैन हामी माथि डाँडा चढ्न ल्याएको होइन लभ डाँडामा ल्याएछ लामा दाइले लभ डाँडामा मान्छेको जोडी छुटाउन आएछ लभ डाँडामा यहाँ सबैले लभ गरेर आइरहन्छ अनि के गर्ने हेर अनि राम्रो ठाउँ ल्याउनु पर्छ नि लामा दाइ लभ डाँडामा ल्याएर हुन्छ सबै लभ गरिरहेको छ नि यहाँ हेर्नु त बिचारा दिदी एउटा अझ यसो त भनेको बच्चाहरू पनि हिँड्दो रहेछ गन चाहिँ लुकाएर हिँड्दो रहेछ माओवादीहरूले मिसिन गन चाहिँ लुकाएर हिँड्दो रहेछ मिसिन गन देख्यो भने चाहिँ सबै तर्सिनु होला श्यामदा नै तर्सिनु होला मिसिन गन देख्यो भने दिदी कहाँ पुग्यो हामीहरू यहाँ चटपटे खान लाग्दैछु फिरीको चटपट आजको फिरीको चटपट भोलिको छटपट ल है मान्छे यहाँ त होइन लामा दाइ यो डाँडा त मकै र भोटमास भयो भने कति मिठो हुन्छ होला है यहाँ चेलीबेटीहरूले चटपटी बनाउँदैछ चेलीबेटी त होइन मेरो बुढीले अनि दुईजना चाहिँ चेलीबेटी देश अनुसारको भेष ठाउँ अनुसारको लुगा भन्छ देश अनुसारको भेष ठाउँ अनुसारको लुगा भन्ने जस्तो स्टाइलले गरेको छ मिठो भएको छ यहाँ चाहिँ आलु उसिन्दै नुन हालेर उसिन्ने रहेछ यहाँ चाहिँ भोटे पारा क्याप्टेनको भोटे भनेको भोटे नै रहेछ है खाँदैछु म दिदी कस्तो रहेछ चटपटे जङ्गलमा आएर खानाको मिठासै फरक हुन्छ होइन माथि डाँडामा किन खान सक्नु भएन दिदी लाजै लाग्यो होइन नेपालीले भेट्नु मात्र पर्छ जहाँ पनि नाचिन्छ डाँडामा पनि पँधेर आएर नाच्दैछ
होइन हुन्छ हुन्छ नाच्नु तपाईँ कस्तो गर्छ अरे पुनम कस्तो गर्छ अरे तपाईँहरूको राईको डान्समा Kusurumal, kusumerumal, kusurumala. हिँड्न जान्दैन त्यो हिँड्न जान्दैन हिँड्न चोयाको ढोको के हो सोल्टी आगा आजा डाँटेको न डाँटी चलो पकुरीमा तिमीकै माया बस्यो आँखैमा छिनी के अरे पुरा दिएको सिरियस हो एक्लै म मराना बजारमा मटिटेल आज पोखराको बजारमा टिनमा तिम्रो 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 हैन दाइ हो रक्सीलाई चटनी यसो गर न कसो गर न माछी मरन मान्छे नम्बर छुपु छान्छन् छान्छन् हो छुपु रह्यो सम्झनाले सताइरह्यो यो आँखाले टोलाइरह्यो मनको कुरा मनमै रह्यो अनि अनारको फुल टिपिदिउँ भने शिरमा जान्छ पाइन्छ कि अलि ठुलो मन ल मलाई आउँदैन लु न गाउँ कसरी बुझाउने गाउनु नौलाडा पारी छ कम्पनी सहारा अनि त्यो अनि 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 अन्तरा गाउँ न अन्तरा अन्तरा गाउनु न जान्दै अन्तरा त्यसको के बिछोडको त्यो अब त्यसको छाङछाङै बग्ने यति बेला मै चङ्के गर जेरा
I miss you मेरो बुढा ल मिस यु रे बुढालाई र ल सङ्गीता दिदीको नि बुढालाई आई मिस यु भन्नु न बुढीलाई सङ्गीता दिदी आई मिस यु बुढा भन्नु I not miss you. वाइ I am very very happy. I am Korea very very happy. Not miss you. बुढालाई आइगो यो के हान्देजी यसरी त भएन नि होइन लु तपाईँले मिस यु बुढा भन्नु न हाम्रो दिपा के अरे नामै दिललाई लु बुढीलाई के भन्नु सन्देश भन्नु लु 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 घर परिवारको लागि त मुटु त अब पहाड जत्रो अब पुरा समुद्र भन्दा पनि अब फराकिलो कति छ नि अब माया सबै यो भन्दा पनि ठुलो होइन घर परिवारको लागि है ल तिम्रो This song is dedicated. It's my husband. दिन पनि थियो जब हाम्रो छेड अङ्गालोमा बित्यो दिन यस्तो पनि रहेछ छुटिएर पनि बाँच्नु पर्यो मेरो चाहिँ तिम्रो पनि बाध्यता थियो होला एक आपसको विचारमा पनि तिमी पनि त रह्यौ होला अभिशापियो भयो ओ वा क्ल्यापिङ